एउटा सानो तपाईहरुलाई अर्को एउटा सानो भिडियो है। मलाई कोहीले रिक्वेस्ट गर्दै हुनुहुन्थ्यो हैन, कसरी यो अकुपेसन लिस्ट हामीले पढिरहेको विषय चाहिँ अस्ट्रेलियामा अकुपेसन लिस्टमा छ कि छैन, हामीले यो पिआर अप्लाई गर्न मिल्छ कि मिल्दैन भन्ने कुराहरु गर्नुभएको थियो। त्यसको लागि एउटा सानो इन्फर्मेटिभ भिडियो चाहिँ मैले अपलोड गरिदिँदैछु हैन। सिम्पली तपाईले यो emi.homeaffairs.gov.au को वेबसाइटमा जानुस्। त्यहाँ गइसकेपछि स्किल लिस्ट भनेर हान्नु, स्किल अकुपेसन लिस्ट भनेर यसरी आएको हुन्छ हैन। अनि त्यो आइसकेपछि स्किल अकुपेसन लिस्ट भनेर यहाँ देख्नुभयो। अब तपाईहरुले के गर्दै हुनुहुन्छ, अब तपाईहरु रजिस्टर्ड नर्स हो भने रजिस्टर्ड नर्स भनेर हान्नु हैन। तपाईलाई कुन टाइपको भिजा हेर्नु मन लाग्छ, फर इक्जाम्पल मलाई 189 इन्डिपेन्डेन्ट र स्केल 190 हेर्नु मन लाग्यो हैन। त्यो गरौँ, त्यो सर्च बारमा गएर सर्च गर्नुस्। त्यो गर्ने बित्तिकै तपाईलाई यहाँ देखाइदिन्छ रजिस्टर्ड नर्स एज केयरमा काम गर्दै हुनुहुन्छ भने यो सबै खालको यो जुन भिजा टाइप छ नि 189 190 47 485 यो सबै तपाईको यो तपाईको भिजाको टाइप्स जुन तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ पिआर को लागि, पिआर पाथवे हो है। जस्तो चाइल्ड एन्ड फ्यामिली हेल्थ गर्दै हुनुहुन्छ भने देयर इज दोज अप्सन्स। कम्युनिटी हेल्थ यस, क्रिटिकल केयर एन्ड इमर्जेन्सी यस, डेभलपमेन्ट डिसाबिलिटी एन्ड रिहेबिलिटेसन, मेडिकल प्र्याक्टिस। सो मेडिकल गर्दै हुनुहुन्छ हैन। अर्को अब धेरैजना कुक हुनुहुन्छ हैन। अब कुकमा छ कि छैन त भनेर चेक गर्न पनि यस देयर इज हैन। सो कुकमा 190 47 489 हैन। अब रिजनल यताउता अब पेस्ट्री कुकहरुमा छ हैन। यसरी तपाईहरुको चाहिँ तपाईहरुले केमा छ भनेर चाहिँ यसरी हेर्न सक्नुहुन्छ हैन। अब मानौ तपाईहरु यस लिस्टमा चाहिँ छ कि छैन भनेर सेफ साइडको लागि चाहिँ यो हेरिरहनु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। किन भन्दा हामीहरुको अल्टिमेट गोल भनेको धेरै जसोको पढाइसकेपछि पिआर लिनु हुन्छ नि त हैन। सधैँ पढिरहने त भएन नि त। त्यसको लागि पनि वी शुड नो लाइक व्हाट वी डुइङ and is there any PR pathway leading to the course or not in the future. So it is better to know, obviously, I think. So give a go, check this way. If you have any problem, come back to me and then I can describe you or I can make it more clear you in other videos. अनि अर्को कुरा अब तपाई जस्तो फर इक्जाम्पल तपाई अब न्यू साउथ वेल्समा हुनुहुन्छ हैन, तपाईलाई तपाईको अकुपेसन लिस्टहरु हेर्नु मन लाग्यो भने चाहिँ यसरी तपाईहरुले nsw.gov.au हान्नुस्। स्किल लिस्टमा गइसकेपछि अब यो सबै छ नि, यो तपाईको क्रप फार्म, रिसर्च एन्ड डेभलपमेन्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, यो छ बिग लाइन छ हैन। सो लाइक अल दिस थिङ्स आर पिआर लिडिङ कोर्स हो के। अब न्यू साउथ वेल्स रिजनल स्किल लिस्ट भनेर चाहिँ यो छ, सबै पिआर लिडिङ कोर्सहरु। सो मेक श्योर तपाईहरुले पढ्दाखेरि नै यसरी पिआर पाथवे भएको हैन, लिडिङ टु तपाईको पिआर भएको कोर्सहरु छानेर पढ्नु भयो भने चाहिँ obviously you will save your money, your time, everything, and it makes a huge difference actually, you know. So thank you people once again, and see you in another video then.